तलमाथिको भोलाटिलिटी मात्रै क्रिएट गर्ने हो, त्योभन्दा बढी चाहिँ केही पनि गर्न सक्दैन। त्यही त 1-2 महिना 2-3 महिनादेखि हेरेदेखि एउटै लाइनमा एउटै रेखामा तेर्सो हिँडिरहेको छ बजार। अब कमाउनले अब कुनै सेक्टर कम्पनीहरूले व्यापक पैसा पनि कमाए, 2 गुणा 3 गुणा पनि भयो। पैसा कोही घटेर आधीमा पनि आधी भाउमा आछन्, झरेका छन्। यही 1-1.5 महिनाकै हिसाब 1-2 महिनाकै हिसाब किताब गर्ने भने कुनै पैसा डबल बनाए, कसैका पैसा आधी भए। अब बुल त एकदम बुल हो कि के, अब बुल त बुलै होला होइन। अब तलबाट एक हिसाबले ब्रेकआउट 1800-2200 को रेन्जिङ मार्केट ब्रेकआउट भएर आछ। तर बजारमा त्यो अगाडिका दिनहरूमा जसरी देखिन्थ्यो त्यो खालको चाहिँ अब देखिएन। लगभग 10-11 महिना हुन लागिसक्यो। ओभरअल बाइङ देखिएन कि तपाईँको। के देखियो भन्दाखेरि सेक्टोरल मुभमेन्टहरू मात्रै देखियो कि। सेक्टोरल मुभमेन्टले एन्टायर सेकुलर बुल चाहिँ क्रिएट गर्न गाह्रो हुन्छ। सेकुलर बुलमा त सबैतिर चाहिँ बाइङहरू आउनु पर्यो। अब कसैले बढी पर्फर्म गर्ला, कसैले कम पर्फर्म गर्ला होइन। अब पछिल्लो 5 दिनको मार्केट ब्रेड्थ हेर्नुहुन्छ भने भयङ्कर विक भएर गइराखेको ब्रेड्थमा अब मेनली चाहिँ लिड कसले गर्यो त भन्दाखेरि अब पुरै भोल्युम सहित नै भोल्युम डोमिनेटेड भएर एउटा मात्रै सेक्टरले लिड गर्यो। हेर्नुहोस् न, अरू इन्डिसेसहरूको चिजहरू हेर्नुहोस्, अनि एउटा मात्रै सेक्टरले चाहिँ लिएर गएर तपाईँको नेप्से इन्डेक्स चाहिँ एउटा म्यानेज भइराखेको छ। अब त्यो चिज त कति दिन चल्ने हो र त्यो सेक्टर्समा पनि त प्रफिट बुकिङ आइहाल्छ नि। त्यसरी एउटै सेक्टरले मात्रै लिड गर्यो भने अनि त्यो सेक्टरको पैसा फेरि अर्को सेक्टर चल्ने हो कि के हो त? अब त्यसै गरी अनि त्यो सिफ्टिङ मात्रै हो। अब के वाट इफ तपाईँको हाइड्रोबाट निकालेर फेरि डेभलपमेन्ट चलाइदिए रे, अनि त्यसपछि फेरि माइक्रो चलाइदिए रे गऱ्यो भने त्यसको के नै पो खासै अर्थ राख्यो त? त्यसले सेकुलर बुल त क्रिएट गर्न सकेन नि त होइन। सेक्टोरल सिफ्ट भन्दैमा त्यो जस्ट एउटा मात्रै सेक्टरलाई टार्गेटेड हुने हो भने बजार त त्यसले चाहिँ सेकुलर बुल कसरी ल्याउन सक्छ त? यो पुरै चल्न के पैसा नपुग्या हो कि के हो त विष्णु सर? यो पैसै नपुग्या हो सबै सेक्टर चलाउनलाई? भोल्युम त्यो अनुसार पैसा, भोल्युम त कन्फिडेन्ट नभएको भन्नु पर्यो। अब के भन्ने हो होइन। अब त्यही हो। अब मार्केट चाहिँ टोटल्ली चाहिँ अब न्यारेसन चाहिँ के बिल्ड भएको छ भन्दाखेरि यो बजारमा कमाउने हो भने हामी ग्रुप मिलेर कन्सन्ट्रेट गरेर सर्कुलर ट्रेड गरेर मात्रै यो बजारमा कमाउन सकिन्छ भन्ने बिलिफ पैदा भएको बजारमा, अरू केही पनि होइन। त्यो बिलिफ चाहिँ सधैँभरि टिक्दैन। साथीहरू केही सोध्ने भए सोध्नु है, मैले त सोधेँ। मार्केटको अवस्था त धरापै देखेँ नि त विष्णु सर, के हो कुरो खास? हाम्रो सोनामजीलाई पनि तल पठाए चाहिँ के हो, मान्छे झार्या हुन् कि के गरे हुन्?
विन्सन दिउँसै आउनुभएछ त अहिले त आज त। ल पछिल्लो समय एकदमै घट्दै गरेको विष्णु सर त्यो माइक्रो फाइनेन्सको त रेखाचित्र कोर्नु भएको छ कि छैन, छ भने यसो अलिकति यहाँ बताइदिनु त। 1 2 3 4 5 कता कता एबिसिडी लाएर कति नम्बरसम्म पुग्यो, अझै कति तलतिर झर्न बाँकी छ कि त्यो 1 2 3 4 5 कता कता पुर्याइसकेर अब यतैतिर बसेर मास्तिर चढ्ने हो। ल के हो कुरो हेर्नु भएको छ भने अहिले नि कुरकार पार्न त भ्याउनुहुन्न होला। होइन अब त्यो पनि लगभग अब सपोर्टको आसपास चाहिँ छ। अब यहीँबाट सपोर्टको आसपासबाट अब राम्रै मुभमेन्टहरू लिएर आयो भने मात्रै अब माइक्रो फाइनेन्स चाहिँ यति मात्रै भन्न त हामी पनि सक्छौँ। त्यो हजुरको टेक्निकलको हिसाबले कता कता लगाउनुहुन्छ नि 1 2 3 4 5 एबिसिडी हो यस्ताहरूले होइन त्यो त अब त्यो 1 2 3 4 5 मा चाहिँ अब मेरो फोर्थ वेभै हो भन्ने लङ स्ट्यान्डिङ नै हो। अहिले माइक्रो फाइनेन्समा फोर्थ हो, एउटा फिफ्थ वेभ पेन्डिङ छ भन्ने चाहिँ देखिया छ। अब अहिले फोर्थकै कन्सोलिडेसन भनेर लिइराखेको छु मैले। अझै पाँचौँसम्म कुर्न पनि पाँचौँसम्म पनि पुर्याउन पनि सक्छ भन्ने कुरा हो। अब फिफ्थ वेभ चाहिँ पेन्डिङ देखिन्छ। ठिकै छ, हामी चाहिँ फोर्थमै परिएछ भनेपछि अब झऱ्यो भने एक स्टेप तलतिर एभरेजिङ गर्नुपर्ने भयो। अब फोर्थबाटै चाहिँ मास्तिर लाग्यो भने त ठिकै होला। इन्ट्री चाहिँ फोर्थमा भएछ त्यसो भए हाम्रो हुनेहरूको अहिले हुनेहरूको अब अहिले हुनेहरूले अलिकति चाहिँ आफ्नो रिस्क म्यानेजमेन्ट कसरी गर्ने हो भन्ने कुराहरू हेर्नु पर्यो। अहिले सपोर्टको आसपास भएको हुनाले अहिले होल्डै रिकमेन्डेसन हो। सपोर्ट भत्कायो भने चाहिँ अब आफ्नो पोर्टफोलियोको एकर्डिङ रिस्क कसरी म्यानेज गर्ने भनेर सोच्नु पर्यो। अनि सपोर्ट भत्कायो भने अहिलेको इन्डेक्सको पर्सेन्टेज हेर्दाखेरि एउटा वेभलाई कति अङ्क तल देख्नुपर्छ? अनि त्यो डिफ्रेन्ट छ। अब तपाईँको जस्तो हाइड्रोले फेल गर्यो, मास्तिर लान सकेन भने चाहिँ अब हाइड्रोको लगभग 10-12% जतिको देखिन्छ। अब डेभलपमेन्ट ब्याङ्कहरू अझै पनि कन्सोलिडेटै भइराखेको छ जस्तो लाग्छ। धेरै तल सायद चाहिँ नआउला, 4-5%कै रेन्जभित्र चाहिँ कन्सोलिडेट भइराख्ला। अब माइक्रो फाइनेन्स सपोर्ट भत्कायो भने पनि त्यहाँबाट तल आउँदाखेरि 7-8% को चाहिँ एउटा मुभमेन्ट्सहरू क्रिएट गर्न सक्ला। होटल चाहिँ तपाईँको अहिले पनि कन्सोलिडेसनै फेज हो, त्यसले पनि धेरै ठुलो तलपट्टिको मुभमेन्ट चाहिँ नल्याइकन मास्तिरपट्टि जाला भन्ने छ। अब ब्याङ्किङ हेर्दाखेरि ब्याङ्किङले पछिल्लो अस्तिहरू बनाएको लोलाई चाहिँ ब्रेक नगर्नुपर्ने हो। अब त्यो लोलाई नै ब्रेक गरिदियो भने चाहिँ अलिकति मार्केटमा एकदमै त्यो के भन्छ अनसर्टेनिटी बढी क्रिएट गर्छ। अझै पनि मेरो विश्वास के हो भन्दाखेरि ब्याङ्किङले अस्ति बनाएको लो चाहिँ सायद ब्रेक गर्दैन होला। 2-4 दिन चाहिँ यतैपट्टि कन्सोलिडेट गर्ने, हल्का तलमाथि गरिराख्ने काम चाहिँ गर्ला भन्ने हो। अब बाँकी चाहिँ के बुझ्नुहोस् भन्दाखेरि ओभरअल मार्केटमा अब तपाईँको यो के अरे इन्सुरेन्स सेक्टर्समा चाहिँ अझै पनि त्यो प्याटर्न्सहरू चाहिँ डाउन साइड कम्प्लिट भइसकेको हो कि होइन भन्ने कुरामा अझै पनि डाउट छ। त्यसमा चाहिँ हामीले बेनिफिट अफ डाउट चाहिँ अझै पनि दिन सक्छौँ। त्यसमा चान्सेस सम्भावना चाहिँ छ, अझै पनि त्यो पुगेको छैन। तलपट्टि डाउन साइड नै लगभग भइसकेको छैन कि भन्ने जस्तो देखाउँछ। हरेक सेक्टर्सको आफ्नो बिहेभियरहरू छन्। तर नट सेलमा चाहिँ हाम्रो कन्क्लुजन के हो भनेर भन्दाखेरि ब्याङ्किङले लिड गरेर बजारलाई मास्तिर एक्जिट गर्न नसक्दासम्म त्यो सेक्टोरल चलेर मात्रै सेकुलर बुल चाहिँ आउँदैन। यो चिज चाहिँ लगभग तय नै कुरा हो। त्यो होइन फलानु सेक्टरले लिड गरे पनि त भइहाल्यो नि भनेर भनौँला। त्यो रियालिटीमा चाहिँ ओभरअल मार्केटको हिसाबले, ओभरअल मार्केट पार्टिसिपेन्ट्सको हिसाबले हेर्दाखेरि त्यो बजार चाहिँ सबैलाई फाइदा गरेर लाने खालको बजार होइन कि। त्यो कुनै सेक्टरले पर्फर्म गर्दाखेरि त्यसमा कसैले पार्टिसिपेट गर्न सक्यो भने चाहिँ उसले कमाउन सके,
भनेर भन्ला हैन। अब त्यो भनेको सर्टेन व्यक्तिहरूले अब रेसियो हेरौँ न, कतिजनाले कमाउला नि त भन्दाखेरि त्यही 10-12% मान्छेले चाहिँ कमाउलान् हैन। ओभरअल मार्केटको पार्टिसिपेन्ट्सले त त्यो खालको मुभमेन्टहरूमा पार्टिसिपेट गरेर कन्सन्ट्रेट हुँदैन हेर्नुहोस्। त्यसले गर्दाखेरि अब कतिपय मान्छेहरूले अब एउटा चिज चाहिँ यहाँ मार्केटमा के सोचिराखेका हुन्छन्, धेरै जसो मान्छेको विश्वास के छ भन्दाखेरि मार्केट भनेको जिरो सम गेन हो भन्ने हुन्छ। जिरो सम गेन होइन हेर्नुहोस्। तपाईहरुले सोच्नु होला कि हामीले गुमाएको पैसा त कसैले त कमायो नि त, भनेपछि पैसा त्यसको हातमा ट्रान्सफर त भयो नि हैन। मैले जति अमाउन्टमा गुमाएको छु त्यति नै अमाउन्टमा उसको हातमा पैसा पर्यो। अब उसले फेरि अर्को लिएर आएर अर्को चाहिँ त्यति नै पैसा युज गरेर अर्कोमा कमाउँछ भनेर जुन हामीले सोच्छौं नि, त्यो हुँदैन हेर्नुहोस्। ओके, तपाईको हुन्छ नि, तपाईको पोर्टफोलियो पर्सेन्टेजको हिसाबले कुन सेक्टरको अलि बढी पोर्टफोलियो छ तपाईको पोर्टफोलियोमा? अलि हुन्छ नि, यो अब मैले यो अब स्विङ आयो भने, अब बुल आयो भने यो सेक्टरले अलि हामीलाई देला कि भन्ने त पक्कै पनि हुन्छ। त्यो हिसाबले तपाईको पोर्टफोलियो कुन छ अलि बढी भएको सेक्टर? अनि मैले त पोर्टफोलियो नै होल्ड गरेको छैन हैन, त्यस भएर कुन छ भन्ने सवालै आएन। अब मैले गर्ने हो भने मैले होल्ड गरेर कुनमा राख्थे भन्दाखेरि त्यसको एन्सर चाहिँ मैले दिन सक्छु। त्यो भने चाहिँ मैले अहिले चाहिँ अलिकति केही हुन्छ कि भनेर प्रोपर रिस्क म्यानेजमेन्ट सहित एउटा चाहिँ डेभलपमेन्ट ब्याङ्कलाई मैले कन्सन्ट्रेट गर्थेँ, एउटा चाहिँ होटललाई, त्यो दुईटा सेक्टर। अनि तेस्रो चाहिँ अलिकति सेफ साइड बेट गरौँ नि त, तपाईको रिस्क रिवार्ड बेटर छ भन्ने हो भने चाहिँ ब्याङ्किङ सेक्टरलाई। यो तीनवटा सेक्टर चाहिँ मेरो प्रायोरिटी लिस्टमा आउँथ्यो। ब्याङ्किङ, होटल र डेभलपमेन्ट ब्याङ्क प्रायोरिटीमा हो। बोलौँ अरू पनि बोलौँ। कहाँ एकजना मात्रै बोल्यो भने त्यहाँ रुम दिक्क हुन्छ। अरू पनि बोलौँ हेर्नुहोस् सर, अरू है। हाम्रो सोनमजीलाई किन तल जानुभयो कि के भयो कुरो? कहानी के भयो बिचमा? एकचोटि बोल्यो कि कम्पनीको नाम लियो कि प्रचार गर्यो भनेर ठोके साथीहरूले, त्यही भएर त्यस्तो हुँदैन। अनि बिनु सर तपाईले प्योर इनर्जीलाई कसरी हेर्नुभयो? कसै गरी हेरिया छैन, नयाँ लिस्टिङ भएको, त्यसको बौलापन जे गर्न दिने दिनुस्, कन्सोलिडेट गर्ला, कहीँबाट करेक्सन आउला, त्यसपछि बल्ल हेरौँला। अहिले के हेर्ने हो त्यसलाई? मजाकको रूपमा सोध्नु भएको होला। त्यसमा त के कसले के हेर्नु र के देख्नु र? सिधै देखिन्छ त बाँसको तामा हो। बाँसको तामा अहिले अलि बढेको छ, अलि पछि बाँस हुन्छ, बाँस अलि माथि हुन्छ, त्यसपछि गएर नुङ्गिन्छ। त्यही त हो नि नयाँ आएको त। हाम्रो कमेन्टमा एकजना इन्टेलिजेन्ट ट्रेडर भन्नेले कमेन्ट गरिराख्नुहुन्थ्यो। तपाईँ हुनुहुन्छ कि हुनुहुन्न? कमेन्ट गर्नु त। एलेक्स सर, के हुँदैछ मार्केट? खै किन चुपचाप भयो त? मार्केट हरियो हुन लाग्यो, -1 मात्र बाँकी है। ओके, मार्केटले खासै आज बल्छी थापेर बसिरहेको छु। लन सर, बल्छी थापेर बल्छी यसो हेरिरहेको छु। माछा बल्छी हान्ने कि बाँडले हान्ने भन्ने भइरहेको यहाँनिर। बल्छी हान्दाखेरि चाहिँ माइक्रोतिर होइन, दुवैतिर सर, दुवैतिर, कुनै पनि नछोड्ने।
चल्न लागेकी नछन् दरेम हो आज इभी चढ्ने हो भनेर इभी चढ्ने भनेर बिहानदेखि जानकारी दिइरहेको छु मैले। म त सरेम जुन हातमा लाग्छ बाँड हेरेर बसिरहेको छ। बाँडले हान्ने कि बल्छीले हान्ने भन्ने भइरहेछ। अब बल्छीले हान्दाखेरि तपाईँको माछा वरिपरि कहिलेकाहीँ भर्केर नआउन सक्छ। बाँडले हान्देपछि त माछाले थाहा नै पाउँदैन के। अरू सब हान्नुहोस्, जो बम सम हान्ने काम नगर्नु, त्यही हो। बम माओवादी बम र बिस हाल्ने काम नगर्नु, त्यसले हाइडो पावर नि 32-33 अङ्कले घट्या थियो, फर्केर आयो। अनि मार्केटै चाहिँ तपाईँको हरियाउन थालेला होइन। अनि कारोबार पनि फर्क्यो अहिले बढो। कारोबार बढ्यो ल। माइक्रो फाइनेन्समा भोल्युम कत्रो आयो त? 82 मिलियन भने कति हुन्छ? 8 करोड जम्मा भोल्युम त अब भनेको माइक्रो फाइनेन्स नि दरो बढेछ यार। हैन, हाइडोमा भोल्युम कति हो? हाइडोको त व्यापकै होला नि त। अघि नै एसएससी 1 लाख पनि हानेको थियो, म्याचिङ सेचिङ के के गरेको थियो। हाइडोको 1 अर्ब 84 करोड 185 ल लो यस्तै छ। त्यो भएर यो भन्नै परेको छैन। जुन बढ्न लागेको छ त्यही टेडेममा पार्दिनु। माइक्रो फाइनेन्सले अलिकति उग्रो रूप देखाउन खोजेको कि जस्तो नि देखिरहेछ। हेरौँ, लेट्स सी। जुन फेरि त्यही ठग्ने म चाहिँ आफूलाई चित्त चाहिँ बुझ्नु पर्यो। जुन स्टार्ट हुन्छ त्यहीमा हिँड्ने हो हामी हैन, यात्री हामी। साथीहरूले यहाँ बोल्यो कि टोपी लाउन आयो भन्छ, खातामै नआएको माल टोपी लायो भन्नु बेर छैन। म त हिजो भर्खर किनेर आज माइक्रो भनिरहेको हेर्नु। हो जिएलबी 1000 किता तानी तपाईँ हैन हिजो? हजुर हजुर 1230 मा। ल ठिक छ, भोलि राम्रो गर्नु। तपाईँ पर्फर्मेन्स इन्स्योरेन्स चाहिँ अझै घट्न बाँकी नै छ भन्छन् विष्णु सरले। खोइ के भने, मैले त कुरै बुझिदिँदैन। ब्रेकडाउन गर्यो नि त।